कति किलोमिटर होला 22-23 किलोमिटर जति होला घुम्चाल भन्ने ठाउँको टावरले यहाँको टावरले हो हामीलाई पहिला एनटिसीले अलिअलि गाउँभन्दा लगभग 500-600 मिटर माथि निस्क्यो भने बल्ल चाहिँ अलिअलि एनटिसी टावरले काम गर्यो भनेको यो टावरले चाहिँ हाम्रो गाउँमा पहिला काम गर्थ्यो। अहिले चाहिँ ठाउँ ठाउँमा टावरै छ न त, तर खासै गतिलो चाहिँ काम गरेको छैन। अहिले पनि तल खोलातिर झर्ने हो भने टावरै देखाउँदैन, टावरै आउँदैन। र यो ठाउँमा पहिला चाहिँ मकै धेरै छर्ने गरिन्थ्यो यो जान्टाको। अहिले चाहिँ बाँदरहरूले एक खोसा राख्दैन, त्यसैले अहिले कोदोको बारी छ है त। कोदो बाटो पनि फाइदै नै छ। र यो चाहिँ माथि थन्बाङ जाने बाटो र यो तल चाहिँ रुवा हुँदै थबाङ हुँदै कहाँ पुग्ने हो त, माथि रुकुम कतातिर जान्छ भने यो थन्बाङ जाने बाटो यसरी चाहिँ माथि निस्किन्छ है त। यो गाउँतिर गोठ छ अनि यहाँदेखि पहिला योदेखि गाडी पहिला चाहिँ यो भिडले गर्दाखेरि यहाँसम्म आउँथ्यो, यो किलोवन भन्ने ठाउँसम्म। र हामी यसरी तल तल यो डाँडो हुँदै झरेर यहाँनिर झरेर यो तल खोला आएर जीविकोपार्जन पनि भयो। त्यो जीवन कहाँ गयो अहिले? यसरी पनि चल्थ्यो पहिला। अहिले घरमा गाडी आउँदा पनि धौडोले चलिरहेछ। जिन्दगी गाह्रो छ। मान्छेलाई जति सेवा सुविधा हुन्छ नि त्यति चाहिँ मान्छे धेरै अल्छी हुने रहेछ। पहिला चाहिँ तल कोइलाबास दाङ बुटोलबाट मान्छेहरूले नुन बोकेर खाएको इतिहास पनि छ। अझै जीवितै हुनुहुन्छ उहाँहरू। त्यस्तो अवस्थामा अहिले चाहिँ घर घरै गाडी आयो। यहाँ चाहिँ आएको छैन। गुवामा चाहिँ अहिले लगभग 4 महिना जति चल्छ। त्यसपछि गाडी लगभग 8 महिना जति ठप्प हुन्छ है त। ल यो भिर मौरीहरू पनि पाइन्छ यो भिरमा। खतरा खतरा छ ठाउँहरू, तर पहिरोको जोखिम चाहिँ धेरै छ है पहाडतिर। अरू भने रमाइलो नै छ। ल यहाँ पनि 2वटा कोट छ। अब यस्तै हो पुरानो पुर्ख्यौली जनजीवनहरू अहिले चाहिँ हराउँदै गइरहेको छ। यो चाहिँ बर्खायाममा मात्रै हुन्छ। पहिला चाहिँ धेरै दुःख थियो। गोठ सार्नलाई नै 6-7 जना मान्छे चाहिन्थ्यो भने अहिले चाहिँ एउटा गोठ सार्नलाई 1 जना भए हुन्छ। प्लास्टिकको तिरपाल बोक्यो हिँड्यो। पहिला चाहिँ धेरै दुःख थियो। ल त फेरि भेटौँला। फेरि यस्तै रमाइलो भिडियोहरू, अर्ग्यानिक गाउँका भिडियोहरू मैले लिएर आउने छु। मेरो फेसबुक पेजलाई र युट्युब च्यानललाई सब्सक्राइब, फेसबुक पेजलाई फलो गरेर राख्नु होला। बाँकी फेरि अर्को भ्लगमा आइ त।